नमस्ते। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, सनातन धर्म र धार्मिक सहिष्णुता। यो त एकदमै गहिरो र पुरानो परम्परा हो, होइन त? तर प्रश्न यो हो कि यो सोच आखिर सुरु कसरी भयो अनि व्यवहारमा चाहिँ कसरी देखियो? ल, आउनुहोस् आज यसैको गहिराईमा पुगेर हेरौँ। अब यो कुरा बुझ्नको लागि सबैभन्दा पहिले एउटा आधारभूत प्रश्न सोधौँ न है। धर्म भनेको के हो? के यो केवल नियमहरूको एउटा किताब हो वा यो त्योभन्दा बढी एउटा यात्रा हो? ल, हाम्रो पहिलो खण्डमा जाउँ। सोच नियमहरूको घेरा होइन। यसमा हामी सनातन धर्मको भनौँ न, यसको एकदमै मूल स्वभाव कस्तो छ त्यसबारे कुरा गर्नेछौँ। सनातन धर्मलाई अक्सर मानिसहरूले एउटा धर्म भनेर बुझ्छन्, तर यो त्योभन्दा धेरै हो। यसलाई एउटा स्थिर जड नियमको सङ्गालोको रूपमा हेरिँदैन, बरु यो त एउटा निरन्तर चलिरहने विकसित हुँदै जाने जीवन दर्शन जस्तै हो। मतलब यो नियमहरूको घेरामा बाँधिएको छैन। यो त अनुभव, खोज र चेतनाको एउटा कहिल्यै अन्त्य नहुने यात्रा हो। अब हाम्रो दोस्रो खण्डमा लागौँ। एउटै सत्य, अनेक मार्ग। यहाँनिर हामी सहिष्णुताको जुन दार्शनिक आधार छ नि, हो त्यसैलाई खोतल्नेछौँ। स्क्रिनमा देखिएको यो श्लोक एकम सद् विप्रा बहुधा वदन्ती, यो ऋग्वेदबाट लिएको हो र भन्नुपर्दा यो सनातन दर्शनको एकदमै केन्द्रीय स्तम्भ हो। तर यसको खास अर्थ चाहिँ के हो त? ल हेरौँ है त। हो, त्यो गहिरो श्लोकको एकदमै सरल तर शक्तिशाली अर्थ यही हो। सत्य एउटै हो, तर त्यहाँसम्म पुग्ने बाटोहरू भने अनेक छन्। कति सुन्दर विचार, होइन? यही विचारले गर्दा नै हो विभिन्न दर्शनहरू छन् नि, जस्तै शैव, वैष्णव, शाक्त। यिनीहरूलाई एकअर्काको विरोधीको रूपमा हेरिँदैन, बरु यिनीहरू सबै एउटै परम सत्यसम्म पुग्ने अलग अलग बाटोहरू हुन् भन्ने मानिन्छ। गन्तव्य एउटै, बाटो फरक फरक। ल, दर्शनको कुरा त भयो, तर के यो कुरा व्यवहारमा पनि लागू भयो त? अब हाम्रो तेस्रो खण्डमा जाउँ। इतिहासले के देखाउँछ हेरौँ, यो दर्शन व्यवहारमा कस्तो देखियो। हामीसँग यस्ता पुरातात्विक र ऐतिहासिक प्रमाणहरू छन् जसले यो सहिष्णुताको दर्शन किताबमा मात्र सीमित थिएन भनेर प्रश्न पार्छ। सोच्नुहोस् त, प्राचीन मन्दिरहरूमा एउटै आँगनमा शिव, विष्णु, गणेश र देवी सबैको पूजा भइरहेको छ। लिच्छवी, गुप्त, मौर्यकालीन अभिलेखहरू हेर्नुहोस् वा अशोक स्तम्भहरूमा कुदिएका सन्देशहरू पढ्नुहोस्। सबैतिर यही सह-अस्तित्वको भावना झल्किन्छ। त्यसो भए यसबाट हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, इतिहासले के देखाउँछ भने फरक विश्वासहरूलाई नष्ट गर्ने होइन, बरु उनीहरूलाई संरक्षण गरियो, सम्मान गरियो। यो एकदमै महत्त्वपूर्ण कुरा हो। अब चौथो खण्डमा प्रवेश गरौँ। सहिष्णुता कमजोरी होइन। सहिष्णु हुनु भनेको कमजोर हुनु हो त होइन। यसको पछाडि रहेको मानवता र नैतिक आधार के हो, अब त्यो बुझौँ। सहिष्णुताको विचारलाई अझै फराकिलो बनाउने अर्को एउटा एकदमै महत्त्वपूर्ण अवधारणा छ र त्यो हो वसुधैव कुटुम्बकम। यसको अर्थ हो पूरा संसार नै एउटै परिवार हो। यो शक्तिशाली विचारको पछाडि एउटा गहिरो विश्वास लुकेको छ। त्यो हो सबै प्राणीहरूमा एउटै आत्मा छ। अनि जब हामीले सारा संसारलाई एउटै परिवारको रूपमा हेर्न थाल्छौँ नि, तब त परिवारका सदस्यहरू बीचको फरक फरक विचार र स्वभावलाई स्वीकार्नु एकदमै स्वाभाविक कुरा भइहाल्यो, होइन र? हो, यही एक परिवारको सोचले गर्दा नै अहिंसा, करुणा, सहानुभूति र सहिष्णुता जस्ता मूल्यहरू हाम्रो नैतिक आधारको केन्द्रमा आउँछन्। आखिर परिवारका सदस्यहरूप्रति त हामी यस्तै व्यवहार गर्छौँ नि, होइन? अब यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा स्पष्ट पारौँ। धेरैलाई लाग्न सक्छ सहिष्णु हुनु भनेको कमजोर हुनु हो, तर यो दर्शनले ठिक उल्टो भन्छ। सहिष्णुता कमजोरीको होइन, बरु आत्मिक परिपक्वताको चिनारी हो। फरक विचारलाई पनि सम्मान गर्न सक्नु नै त असली बल हो। ल, अब हामी हाम्रो अन्तिम खण्डमा आइपुगेका छौँ, विविधतामा एकताको सार। अहिलेसम्म हामीले जति पनि कुरा गर्यौँ त्यसलाई समेटेर सनातन सहिष्णुताको परिभाषा के हो त त्यो हेरौँ। यो अवधारणालाई हामी चारवटा व्यावहारिक चरणमा हेर्न सक्छौँ। पहिलो कदम अरूको विश्वासलाई बुझ्ने प्रयास गर्नु। दोस्रो, उनीहरूको फरक मार्गलाई स्वीकार गर्नु। तेस्रो, भिन्नता भए पनि एकअर्कालाई सम्मान गर्नु। र अन्तिम चौथो कदम, सँगै शान्तिपूर्ण सह-अस्तित्वमा बाँच्नु। बुझाइ, स्वीकार, सम्मान र सह-अस्तित्व। त्यसैले समग्रमा भन्नुपर्दा यसको मूल सार नै यही हो, विविधतामा एकता। फरक फरक हुँदाहुँदै पनि एक भएर रहनु।
र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु। यो हजारौं वर्ष पुरानो दर्शनलाई आजको संसारसँग जोडेर हेरौँ त। आजको समयमा जहाँ संसार यति धेरै विभाजित छ, त्यहाँ फरक विचार र विश्वासलाई सम्मान गर्नु किन झन बढी महत्त्वपूर्ण भएको होला? एकपटक सोच्नुहोस् है त।